धेरै महत्त्वपूर्ण विषयमा यहाँ सरसल्लाह गर्छौं। गुरुलाई पढाउने हैसियत संसारमा कसैलाई छैन। गुरुलाई पढाउने जब राज्यले बुझिहाल्छ कि म गुरुलाई पढाउँछु, त्यहीबाट राज्यको विनाश सुरु हुन्छ। नेपालको जुन दुर्दशा भएको छ यसको यही कारण हो। गुरु सामान्य होइन, शिक्षक सामान्य हुँदै होइन। त्यसकारण म तपाईहरुसँग आइडिया शेयर हुन्छ नि, तपाईहरुसँग पनि केही सिक्छौं र मेरो पनि अल्प ज्ञान होला, त्यो ज्ञानको हामी आदान प्रदान गर्छौं र त्यो ज्ञानले एउटा हाम्रो बीचमा जुन एउटा ज्ञानको संयोजन हुन्छ, त्यो प्रवाह चाहिँ गंगा प्रवाह हामी बालबालिकाको तिर गर्छौं। उद्देश्य हाम्रो उही हो, रिफ्रेशमेन्टको लागि। त्यसकारण हामी शिक्षक, पहिलाको शिक्षक कस्तो हुन्थ्यो? पहिलाको शिक्षक, हामीलाई पढाउने शिक्षक, हामी सबैलाई पढाउने पहिलाको शिक्षक कस्तो हुनुहुन्थ्यो? अभिभावकले के भन्नुहुन्थ्यो शिक्षकलाई? सर, ये हमारा बउवा के जीवन यहाँ बना दियो। पहिलाको अभिभावकले शिक्षकलाई भन्थ्यो, गुरुलाई भन्थ्यो, सर हमार बउवा के यहाँ जीवन बना दियो। अखन पिताजी है विदेश में, या विदेश से भी एबो कर रहे तो गरमाइल रही पूरा एकदम, कहलक जे हमरा बच्चा के यहाँ पढ़ा दियो। अहिलेको अभिभावकले भन्नुहुन्छ कि मेरो बच्चालाई पढाइदिनुस्। पहिलाको अभिभावकले भन्नुहुन्थ्यो गुरुलाई कि मेरो बच्चाको जीवन बनाइदिनुस्। कति फरक छ। अनि पहिलाको गुरुले बच्चाको जीवन बनाइदिनु हुन्थ्यो, अहिलेको गुरुले अभिभावकले भन्नुहुन्छ पढाइदिनुस् अनि पढाइदिनुहुन्छ। त्यो कागजमा लेखेको, किताबमा लेखेको अक्षरहरूको संग्रहलाई पुरै दिमागमा उले रटाएर पढाइदिनुहुन्छ। अनि त्यो बेचारा त्यही पढ्नुहुन्छ। यो मेरो बुझाइ हो। अहिलेको गल्ती कसको हो? शिक्षकको गल्ती हुँदै होइन, किनकि म स्वयं पहिला शिक्षक थिएँ। शिक्षकको कमी कमजोरी हुन सक्छ सामान्य, तर मूल गल्ती शिक्षा बिगाड्नमा, यो देशलाई बर्बाद गर्नमा, विभेदको चरम सीमा, दलितलाई पछाडि पारेर दबाएर यो राज्यको गल्ती, जसले शासन सत्ता लामो समयसम्म आफ्नो हातमा राख्यो, उसले लिनै पर्छ। नलिएपछि त जनताले त केही न केही गरिहाल्छ नि। जनता त जनार्दन हुने सर्वोपरि हो नि। शिक्षकको अपमान कहाँबाट सुरु हो? म त्यहाँबाट सुरु गर्न चाहन्छु। शिक्षकको अपमान सुरु हो 2046 सालपछि, 47 साल, त्यसपछि अन्तरिम सरकार जुन बन्यो, त्यसपछि शिक्षकमाथि शिक्षकको महत्त्व कम हुँदै गयो। यो मेरो बुझाइ हो। त्यतिखेर म विद्यार्थी थिएँ। शिक्षकको महत्त्व त्यतैबाट राज्यले कम गराउन चाहिँ कोसिस गर्यो र शिक्षकको बिस्तारै बिस्तारै शिक्षा चाहिँ प्यारिटीमा परेन। राज्यको प्यारिटीमा बजेट विनियोजन हुँदा पनि शिक्षा बिस्तारै बिस्तारै शिक्षामा लगानी पनि कम हुँदै गयो र शिक्षकमा लगानी पनि कम हुँदै गयो। यो हालत आउँछ भने कुरा त हुन्थ्यो, अधिक व्यक्तित्वहरूले त गर्नुहुन्थ्यो कुरा, विद्वानहरूले, तर नेतृत्वले कहिले पनि बुझेन। एउटै के त्यो शिक्षकले पढाउँदैन बस। तर शिक्षकलाई पढाउने वातावरण, विद्यार्थीलाई पढ्ने वातावरण दिने काम कसको हो? राज्यको। नेतृत्वले कहिले पनि बुझेन, शिक्षालाई प्यारिटीमा राखेन। किताब बेच्ने पुस्तक व्यवसायी
र जुत्ता बेच्ने एउटा व्यवसायी दुईटैको एकै किसिमको महत्त्व त्यो कहाँ हुन्छ? हुँदै हुँदैन। विदेशमा शिक्षक आयो भने त्यो राष्ट्रपति किन नहोस्, त्यो प्रधानमन्त्री किन नहोस्, गुरुलाई जनप्रतिनिधि नेतृत्वले सम्मान गर्छ। र शिक्षकको भर्ना पनि जुन हिसाबले नेपालमा हुँदैछ त्यो भर्ना पनि गलत हो। शिक्षकको नियुक्ति पनि गलत हो। नियुक्ति पनि राम्रो छैन, जुन प्रक्रिया हुनुपर्ने हो। हामी फिनल्यान्डको एजुकेसन सिस्टम दुनियाँको बेस्ट एजुकेसन सिस्टम हो। फिनल्यान्ड, नेदरल्यान्ड, स्विजरल्यान्ड, यो अस्ट्रेलिया, जापान, यो कन्ट्रीहरूमा शिक्षाको बजेट सबभन्दा बढी र शिक्षकको स्यालेरी, सुविधा, सम्मान सबभन्दा बढी। त्यो देशमा किन गरे होला? कुनै कारण त होला नि। शिक्षालाई महत्त्व दिएर शिक्षकको भर्ना पनि यसरी भयो कि जो क्वालिफाइड टिचर छ र जो डिस्क्वालिफाइड छ दुईटैको एकै समानले मान्छेले हेरियो। तर त्यो वातावरण कसले बनाइदियो? राज्यले बनाइदियो। त्यसकारण यो कुरा मैले सुरुमा किन भनेको, यो भन्नुको अर्थ के हो कि शिक्षकलाई महत्त्व दिनुपर्छ। जीवनको आधार स्तम्भ चाहिँ शिक्षा हो। जीवनको आधार स्तम्भ र 3 पिलर जुन सिस्टम छ दुनियाँको कुनै पनि देशमा, त्यहाँ मोनार्की होस् चाहे रिपब्लिक होस्, डेमोक्रेसी वाला होस्, जुन पनि देश छ त्यो देशमा 3 पिलर सिद्धान्त मात्रै हो। आर्थिक, सामाजिक र पर्यावरण, वातावरण, यो 3 पिलर मात्रै हो। सामाजिकमा हामी मानव आइहाल्छौँ। मानवलाई सञ्चालन गर्नको लागि अर्थ चाहिन्छ र बिना प्रकृतिको वातावरणको हामी बाँच्नै सक्दैन। हावा बिना बाँच्न सक्छौँ हामी, पानी बिना हामी बाँच्न सक्छौँ, अक्सिजन बिना हामी बाँच्न सक्छौँ। त्यसकारण यो 3 पिलर सिस्टम हो दुनियाँको कुनै पनि देशको डेभलपमेन्टको। राज्यले यो 3 पिलरलाई पनि बुझेन। त्यसकारण हामीले आज धेरै महत्त्वपूर्ण, हामी 1 घण्टा, म धेरै समय लिँदैन, 1 घण्टा हामी तपाईँहरूको बीचमा हुन्छौँ। सेड्युल पनि मेरो अलिकता टाइटै छ, तर म गुरुहरूसँगको कार्यक्रममा जसरी पनि म मिलाइहाल्छु। स्कुलहरूको कार्यक्रम, बच्चाहरूसँग मेरो भेटघाट, मलाई लाग्छ हप्ता मेरो कट्दैन। कुनै स्कुलमा मेरो हप्ता चाहिँ कट्दैन, म प्रायः जसो मुभमेन्ट गर्दै रहन्छु। म त्यही सेरोफेरोमा बसेर तपाईँहरूसँग हामी सहकार्य गर्छौँ। अब एउटा मैले सानो प्रश्न सोध्छु, त्यसपछि हामी सुरुवात गर्छौँ। पहाड चढ्नु पर्यो, पहाड, अब 8,848 फिट उचाइको माउन्ट एभरेस्ट हामीसँग छ। दाबी गर्नुपर्ने अवस्था पनि हामीसँग, अरूले पनि बुद्धको जन्म हाम्रो भयो उता पनि भन्दैछ, यो सब छ आफ्नो ठाउँमा। त्यसकारण पहाड चढ्नु पर्यो। पहाड चढ्नको लागि के को आवश्यकता पर्छ? पहाड चढ्नु पर्यो भने के जरुरी पर्छ? पहिला यो मैले बस तपाईहरुलाई वार्म अप गर्नको लागि मैले एउटा सानो क्वेशन मैले छोडिदिए। तपाईहरुले सोधेको होइन, छोडिदिए यो फ्लोरमा। पहाड चढ्नको लागि के को आवश्यकता पर्छ? मलाई लाग्छ पहाड चढ्नको लागि के को आवश्यकता पर्छ? पहाड चढ्नु पर्यो, एउटा त भन्नुभयो नि सरहरूले, गुरुहरूले भन्नुभयो साहस चाहिन्छ। बिना साहसको त हामीले पहाड चढ्न सकिँदैन नि, सामान्य कुरै हुँदैन। चढ्नु पर्यो माउन्ट एभरेस्टमा भनेपछि साहस त चाहिन्छ। अर्को के चाहिन्छ? बन्दोबस्तीको सामग्री पनि चाहिन्छ हैन? त्यो पनि चाहिन्छ। अनि अरू टेक्निक पनि चाहियो। तपाईहरु मध्ये दार्जिलिङ को जानु भएको छ? दार्जिलिङ कोही जानु भएको छ? ठाकुर सरले आउट गर्नु। अरू दार्जिलिङ जानु भएको छ?
यहाँ एडमन्ड हेलाडीको हेर्नुभयो म्युजियममा छ। त्यो दृश्य हेर्दाखेरि कस्तो फिल हुन्छ कि हामी नेपाली हाम्रो जुन संस्कार छ, हाम्रो जुन सभ्यता छ, हाम्रो जुन सम्मान छ, विश्वमा एउटा स्थान राख्ने नै हो नि। त्यस्तो फिल हुन्छ नि त्यहाँ गएर। बन्दोबस्तीको सामग्री पनि चाहियो, साहस पनि भयो, होइन होइन, अरू के आत्मविश्वास पनि चाहिन्छ होला, होइन? आत्मविश्वास त हुनु पर्यो नि। अरू अभ्यास पनि चाहिन्छ, अरू पुरा समर्पण हुनु पर्यो त्योमा। यो सबै चिज चाहिन्छ, होइन? तर एउटा चिज धेरै महत्त्वपूर्ण हो जुन हामी छोड्दैछौँ पहाड चढ्नको लागि। यो शब्द चाहिन्छ नै, तर एउटा चिज धेरै महत्त्वपूर्ण हो पहाड चढ्नको लागि। शारीरिक क्षमता पनि आइसकेछ, अरू संस्कार, अरू एउटा चिज हामी छोड्दैछौँ, ज्ञान, उद्देश्य, अरू इच्छा शक्ति चाहियो, आत्मविश्वास, अरू। अब यो गुरुहरूको बीचमा म छु, स्वाभाविक रूपमा तपाईहरुको शब्द जुन निस्किँदैछ त्यो शब्द चाहिँ संग्रह गर्नुपर्ने हो। यो शब्दहरू हराइरहेको छ। 90,000 डिक्सनरी छ हाम्रो नेपाली भाषामा। 90,000 जुन शब्द जुन छ त्यो शब्द पनि अहिले कता न कता बिर्सैछ। अब यस्तो शब्दहरू आउँदैछ त्यो भाषामा पनि प्रहार भइरहेको छ, हो कि होइन? त्यसकारण आज धेरै भाषा निस्कियो नि गुरुहरूको बीचमा। तर एउटा महत्त्वपूर्ण चिज के छोड्दैछौँ हामी? पहाड चढ्नको लागि सबभन्दा पहिला पहाड चाहिन्छ। त्यो पहाड नभएपछि हामी कहाँ चढ्छौँ त? त्यो चाहिन्छ कि चाहिँदैन? त्यसकारण शिक्षकको स्वतन्त्रताको मतलब आज जुन हामी खुलेर कुरा गर्दैछौँ र शिक्षकको जे भए पनि आज कसैले दबाउन प्रयास गर्दाखेरि हामी एक महिना आन्दोलन गरेको, काठमाडौँमा सरहरू जानुभएको थियो होला, त्यो बेलामा म सांसद थिएँ। सबभन्दा पहिला मेरो कडा स्टेटमेन्ट आयो गभर्मेन्टको प्रति। धेरै हार्ड मैले बोलेको थिएँ गभर्मेन्टको बारेमा। शिक्षकहरूको जुन मैले भने कि दशा चालु हो, नेतृत्वको अहङ्कारमा डुब्यो भने शिक्षकलाई लाठी चार्ज गरेर र शिक्षकलाई रोवाएर राज्य अगाडि बढ्दैन भनेर मेरो कडा स्टेटमेन्ट एउटा आएको थियो त्यतिखेर। त्यसकारण मैले भने कि पहाड चढ्नको लागि पहाड चाहिन्छ भने स्वाभाविक रूपमा स्वतन्त्रताका लागि, सम्मानका लागि, आत्मविश्वासका लागि जरुरी हो संघीय लोकतान्त्रिक गणतन्त्र। एकचोटि ताली बजाउनुहोस्। संघीय लोकतान्त्रिक गणतन्त्र जुन छ हाम्रो प्राइम हो, हाम्रो प्राइम हो। संघीय लोकतान्त्रिक गणतन्त्र नभइदिएको भए आज तपाईहरुकै साथी शिक्षक म सभामुख हुँदैन थिए र म सभामुख मात्रै हैन, धेरै हिसाबले चाहिँ एउटा स्वतन्त्रताको हिसाबले, आत्मसम्मानको हिसाबले र जो सबभन्दा दबिएको वर्ग हो जसलाई कानुनको सहारा लिनुपर्छ, त्यो वर्गको आत्मसम्मान जुन बढेको छ, त्यो वर्गको घरमा पनि, फुसको झोपडीमा पनि शिक्षाको ज्योति बलिँदैछ। पुरै बलेको त छैन। यो सबै संघीय लोकतान्त्रिक गणतन्त्रको चाहिँ देन। त्यसकारण हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र संघीयतालाई संरक्षण गर्दै हामी गुरुहरू अगाडि बढ्नुपर्ने आवश्यकता छ। यो मैले वार्म अप मात्रै गरे। अब म विषयवस्तुमा आएँ है, अगाडि बढ्छु। अब संसदीय पहुँचमा खास गरेर बच्चाहरूलाई हामीले स्कुलमा पढाउँदाखेरि प्राय सबै सामाजिकै शिक्षक हुनुहुन्छ। सबै सामाजिकै हो। मदन सर पनि सामाजिकै हो। म मदन सरलाई इंग्लिश बुझ्दै थिएँ अनि अरू सबै सामाजिक हैन? धेरै राम्रो। सामाजिक विषय सामान्य विषय हुँदैन। मैले भने नि सामाजिक विषय आज महत्त्व नदिएको विषय मान्दैछ
तर त्यो समाजलाई कसरी उसले जोड्छ, समाज निर्माणमा, सभ्य समाज निर्माणमा शिक्षकको ठुलो योगदान हुन्छ र त्यसमा सामाजिकको नैतिक शिक्षक पढाउने यो शिक्षकहरूको धेरै महत्त्वपूर्ण हुन्छ। त्यसकारण विषय राम्रो हो, यो अगाडि। अब यहाँहरूलाई धेरै कुरो यहाँ थाहा नै छ। जुन मैले भने बालबालिकालाई कुनै विषयवस्तु पढाउनु सिकाउनु के फरक छ, यो संसदीय प्रक्रिया के हो, बालबालिकाले हामीले धेरै चिज चाहिँ सिकाउनु, पुरै संसदीय अभ्यास सिकाउनु पर्ने आवश्यकता धेरै हुँदैन। तर बालबालिकाहरूलाई यति त सिकाउनु पर्छ नि। यो संघीय लोकतान्त्रिक गणतन्त्र भएपछि अगाडि बढ्नु सबै तपाईहरुलाई थाहै छ हो। यसमा आऊ, अब मुख्य कुरो, बालबालिकाहरूलाई हामीले सामान्य जानकारी त दिनुपर्छ। देश संघीय शासन प्रणालीमा गएपछि कि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, यसको काम कर्तव्य के हो, न्यायपालिका के हो, कार्यपालिका के हो, व्यवस्थापिका के हो, र तीन तहको सरकार जुन बन्यो, त्यो तीन तहको सरकारको काम कर्तव्य के हो, यो तीन तहको सरकार कसरी बन्छ, यो सबै चिज जुन बालबालिकाहरूलाई अवगत गराइदिनु हो भने भोलि ऊ जनप्रतिनिधि बन्दाखेरि या एउटा हुन्छ थाई सरकार गणतन्त्रमा, एउटा हुन्छ अस्थायी सरकार। अस्थायी सरकार भनेको मतलब यो 5 वर्षको सरकार हुन्छ नि, त्यो अस्थायी सरकार हो। र थाई सरकारको मतलब त्यो मुख्य सचिव हो, सचिव हो, प्रमुख सचिव हो, यिनीहरू थाई सरकार हो। त्यो प्रशासकीय अधिकृत हो, यिनीहरू थाई सरकार हो। ब्युरोक्रेसी जुन कर्मचारीहरू जुन हुन्छ त्यो थाई सरकार हो। सरकार आउँछ जान्छ तर त्यो कर्मचारी त रहिरहन्छ नि लोकसेवा अडाएको। त्यसकारण यो दुईटैलाई बन्ने बच्चालाई दुईटैलाई जानकारी हुन्छ। ऊ केही बन्यो भने या त केही गरेन, कम से कम किसान बन्यो भने उसलाई संसदीय अभ्यासको बारेमा जानकारी हुन्छ नि, देशको बारेमा। बच्चालाई सोध्नुस् कतिवटा प्रदेश हो, धेरै बच्चाले भन्न सकिँदैन। बच्चालाई सोध्नुस् देशको प्रधानमन्त्री को हो भने बच्चाले मात्रै होइन, बच्चाले भनिदिन्छ। अहिले पहिला पनि अलिअलि भनिदिन्थ्यो। भनेपछि के हो भने बच्चाले हामीले जानकारी गराउनै पर्छ। किताबमा पनि लेखे होला, तर सबै कुरो फेरि किताबमा लेखेको हुँदैन। पुरै संविधान त लेखेको हुँदैन। 35 वटा भाग, 308 वटा धारा, 9 वटा अनुसूची। तर बच्चाहरूलाई यो 35 वटा भाग मध्ये कुनै भाग त महत्त्वपूर्ण होला। भाग 3 मौलिक हक, त्यो त बच्चालाई कम से कम हामीले सिकाइदिनु पर्छ। भाग 3 को मौलिक हक, मौलिक हकमा जुन धाराहरू छ त्यो धाराहरू त हल्का सिकाइदिनु पर्छ। स्वच्छताको हक, शिक्षाको हक, हैन, यो सबै त कम से कम सिकाइदिनु पर्छ। स्वतन्त्रताको हक, कसैले अपमान गर्नु भएन, यो सब सिकाइदिनु हो भने भोलि त्यसले जुन पनि नेतृत्व गर्यो भने आफ्नो ठाउँमा त्यो सफल एउटा नागरिक बन्छ। यो कार्यक्रमको उद्देश्य पनि त्यही हो। बालबालिकालाई पनि जानकारी हुनु पर्यो राज्यको संयन्त्रको बारेमा। अब यसमा सबै कुरो यहाँहरूलाई थाहै छ, यसमा धेरै ब्रिफिङ मेरो विचारमा नगरौँ, अगाडि बढौँ। अब सामान्य चीज बच्चालाई धेरै चीज नभए पनि कि कार्यपालिकामा मन्त्री परिषद हुन्छ। त्यो मन्त्री परिषदमा एकजना मन्त्री परिषदका अध्यक्ष हुनुहुन्छ, प्रधानमन्त्री, सङ्घमा, प्रदेशमा चाहिँ मुख्यमन्त्री। कार्यपालिकाको मैले कुरा गरे र त्यसैमा चाहिँ सदस्यमा मन्त्री भइहाल्यो। सामान्य चीज, प्रधानमन्त्रीले राजीनामा दियो भने मन्त्रीले राजीनामा दिनु पर्दैन। यता मुख्यमन्त्रीले दियो भने, तर यो देशमा कस्तो सिस्टम देखियो, हामी गुरु छौं। देशमा भर्खर एउटा सिस्टम के देखियो, प्रधानमन्त्रीज्यूले त्यो उद्योग वाणिज्य मन्त्रीजीलाई, आइजिपीलाई भनेर यसलाई समात्न लगाइदिनु आदेश दियो। आइजिपीलाई भनेपछि यो प्रधानमन्त्रीको कदम
गैर संवैधानिक हो कि गैर कानूनी हो कि कानून सम्मत हो? एकजना भनिदिनुस् त। कानून सम्मत हो? प्रधानमन्त्रीले चाहेपछि त्यो मन्त्रीलाई मिनट पनि लाग्दैन। मिनट लाग्छ? लाग्दैन। कसैसँग सोध्नु पनि पर्दैन। देशको प्रधानमन्त्रीले देशको र प्रदेशको मुख्यमन्त्रीले मन्त्रीलाई हटाउनको लागि कसैलाई सोध्नु पर्दैन। सीधा सेकेन्डमा उसलाई आउट गर्न सकिन्छ उसको मिस्टेक देख्यो भने। तर यहाँ के गर्यो? प्रधानमन्त्रीज्यूले आइजिपीलाई भन्यो कि यसलाई समात्नु पर्यो भनेपछि यो गैर संवैधानिक हो, गैर कानूनी हो। त्यो निर्देशन वास्तवमा त्यो संसदीय अभ्यासमा र गणतान्त्रिक मुलुकमा अशोभनीय हो मेरो विचारमा। तपाईहरुको विचार पनि त्यही होला। अहिले यस्तो मलाई चाहिँ लाग्छ मलाई समाउनै पर्ने भए पनि हुन सक्छ नि त। अब मन्त्रीलाई समाउनै हुन्छ भयो। तर सबभन्दा पहिले चाहिँ उहाँलाई मन्त्री पदबाट चाहिँ मुक्त गर्नुपर्छ प्रधानमन्त्रीले। त्यसपछि चाहिँ अनि उहाँलाई भूमिका मध्य प्रदेश सभामा बच्चाहरूलाई कमसे कम सामान्य चीज के सिकाइदिनुपर्छ भने कि एकजना सभामुख हुन्छन्, फेरि प्रधानमन्त्री नियुक्त हुन्छ। हाम्रो जुन संविधानले जुन अधिकार दिएको छ, संवैधानिक अधिकार, प्रधानमन्त्री नियुक्त हुन्छ, सभामुख नियुक्त हुँदैन। सभामुख निर्वाचित हुन्छ। सभामुख पदलाई जुन दिएछ नि त्यो निर्वाचितै हुन्छ। तर प्रधानमन्त्री के हुन्छ? नियुक्त हुन्छ। भनेपछि फरक हो कि होइन? त्यसकारण संसदीय अभ्यास प्रधानमन्त्रीलाई जुन सांसदहरूले जुन गर्छ नि त्यो मतदान त्यसमा हुँदैन। विश्वासको मत उसलाई लिनुपर्छ, सभामुखलाई त्यो लिनु पर्दैन। अहिले जस्तो अब अहिलेको एउटा पार्टीको एकल बहुमत आयो, त्यही भएर पार्टीको चाहिँ संसदीय नेतालाई राष्ट्रपतिले सिधै प्रधानमन्त्रीमा नियुक्त गर्नुभयो। तर अब यहाँ दलीय गठबन्धनको सरकार भयो भने त हैन हाम्रै प्रक्रिया चाहिँ ऊ नै हो। तपाईले भन्नुभयो त्यो नियुक्ति हो संविधानमा नियुक्ति नै भनेर। किनकि अब म सामान्य कुरा भन्नु, उहाँ सरले एकदम क्लियर गरिदियो, राम्रो उहाँले भन्नुभयो। अब उदाहरणको लागि मध्य प्रदेशकै कुरा गर्छु। मध्य प्रदेशमा 10 वटा पहिला दल थियो योभन्दा अघि, अहिले दल मर्ज भएर 7 वटामा आएको छ। अब दलको नेताले, संसदीय दलको नेताले सिग्नेचर गरिदियो भने, अब उदाहरणको लागि जसपाको अहिले 19 जना छ भने त्यो प्रदेश प्रमुखले हेर्ने हो 19 जना। 19 जना हेर्ने हो। उसको महत्त्वपूर्ण एउटा सिग्नेचर मात्रै हो संसद दलको नेताको। त्यो आयो भने उसले नियुक्त गरिदिन्छ। त्यसकारण नियुक्ति भनिन्छ। अगाडि बढौं। त्यसमा अब सभाको बारेमा सभामुख, एकजना उपसभामुख, फरक लिङ्गको, फरक दलको, र त्यसपछि सभाको सचिव हुन्छ। मध्य प्रदेश सभामा 107 जना सांसद हुनुहुन्छ। त्यसमा 64 जना चाहिँ प्रत्यक्ष निर्वाचित हो र 43 जना चाहिँ समानुपातिक निर्वाचित हो। अब त्यसमा 33% चाहिँ महिला क्लस्टर चाहिँ छुट्याइएको छ। अगाडि बढो। अब हामी संहिताको अवधारणामा हौ। अब संवैधानिक जुन राज्यको निर्देशक जुन सिद्धान्त छ भाग 5 को हामीले कुरा गरौं। अब शक्तिको बाँडफाँड, केन्द्र स्थानीय तह, समावेशिता, समानताको आधार र स्थानीय आवश्यकतामा आधारित शासन। हामीले संहिता कुरा गर्दाखेरि स्वाभाविक रूपमा संघमा सजिया हुनु पर्यो र प्रदेशमा स्वशासन हुनु पर्यो। यो रियलमा संहिता हो।
सङ्घमा सजिया हुनु पर्यो, हिस्सा हुनु पर्यो सङ्घमा, काठमाडौँको सरकारमा, र प्रदेशमा सुशासन हुनु पर्यो, प्रदेशमा उसको आफ्नो शासन हुनु पर्यो। यो संहिताको असली अभ्यास हो। तर यहाँ भयो के, मध्य प्रदेशमा र नेपालको प्र्याक्टिस के भयो, 9 वर्ष त करिब करिब भयो। संविधानले दिएको अधिकार, संवैधानिक अधिकार मध्य प्रदेश सरकारलाई प्राप्त गर्नको लागि मध्य प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले करिब 1 दर्जन मुद्दा केन्द्रमाथि दिएको छ संवैधानिक इजलासमा। अरू देशमा के हुन्छ भने, अरू देशमा जहाँ संघीय शासन प्रणाली छ त्यहाँ संवैधानिक इजलास हुँदैन, संवैधानिक अदालत हुन्छ। तर हाम्रो संविधानमा त्यो एउटा त्रुटि देखियो। संवैधानिक अदालत बनाइदिएको भए, किनकि यो सेपरेसन पावर त हुन्छ नि, युएसएमा अहिले पनि भइरहेको छ, अमेरिकामा यत्रो पुरानो हो, भारतमा पनि भइरहेको छ। दिल्ली सरकारको र भारत सरकारको मुद्दा संवैधानिक अदालतमा चल्दैछ भनेपछि जहाँ शक्तिको बाँडफाँड हुन्छ, जहाँ सरकार र सरकार बीच बाँडफाँड हुन्छ शक्तिको, त्यहाँ त चल्छ नि। ठुलो माछाले सानो माछालाई तर त कानुनले रोक्छ नि त। त्यसकारण अब संवैधानिक अधिकारबाट पनि प्रदेश सरकारलाई असजिलो बनाइदियो। अब उदाहरणको लागि तपाईहरु संविधान हल्का अध्ययन त गर्नुभयो होला। भाग 13 मा लेखेको छ प्रदेशको कार्यपालिका, संविधानको भाग 13 मा। त्यसमा के लेखेको छ कि प्रदेशको शासन प्रशासन सबै प्रदेशको मन्त्री परिषदमा निहित रहनेछ। भनेपछि सीडीओ को बारेमा संविधानले कति लेखेको छ? कुनै पनि धारामा उपधारामा छैन। तर पावर कहाँ छ जिल्लामा? सीडीओ। सीडीओ को परिकल्पना गरेको छैन। भनेपछि अब शिक्षाको कुरा गरौं। शिक्षाको अवस्था के गरिदियो? आज शिक्षकको अवस्था कसो छ? वार्ड अध्यक्षहरू कति एजुकेटेड छ? वार्ड अध्यक्षको कुरा छोडिदिनुस्। मेयरहरू कति एजुकेटेड छन्? र मास्टर्स पास गरेका, मास्टर्स गरेका सरलाई त्यो अनपढ गवारले कसरी बोल्छ होला त्यो मलाई भन्नु पर्दैन। तपाईहरु देशको पीडा पक्कै भोग्नु भयो होला। वडा सदस्य त मैले यसकारण भने वडा सदस्यको जुन अवस्था छ नि, वडा सदस्य त अलिकता समावेशी हिसाबले पनि आएको छ। वार्ड सदस्यको परिकल्पना कस्तो गरेको छ भने कि तपाईको समावेशी सिद्धान्त जुन छ नि यो संविधानको एउटा खुशबु हो। यो संविधानको एउटा खुशबु के हो भने समावेशी। समावेशी भनेपछि जुन वर्ग तपाईको एक ठाउँमा बस्ने अवस्था पनि थिएन त्यो वर्ग तपाईको साथमा बसिरहेको छ। जुन वर्ग, किनकि म पहाडमा पनि टिचिङ गरेको, मैले हेरेको त्यहाँ मैले सार्कीहरूको मैले धेरै नजिकबाट हेरेको पीडा, त्यो गुरुङहरूको तामाङहरूको पीडा मैले धेरै नजिकबाट हेरेको। भनेपछि त्यो पीडा त नजिकबाट शिक्षकले त धेरै कुरा हेर्छ नि। शिक्षकले त्यो जात हेर्दैन नि, शिक्षकले यो रङ हेर्दैन नि। शिक्षकले त हेर्ने के हो? ज्ञान हेर्ने हो। शिक्षकले हेर्ने हो संस्कार। हामी तपाईलाई थाहा छैन, हामीले लगाउने लुगा जुन छ नि, हामीले लगाउने जुन कपडा छ, जुन पोशाक लगाउँछौं र हामी जुन खानपान गर्छौं र हामी जुन बोली व्यवहार छ सीधा को माथि पर्छ? बालबालिका माथि। तपाईले हामीले त्यो कुरालाई धेरैलाई बिर्सिसके हुन्छौं। शिक्षकहरूले सीधा पर्छ। बाबुआमाले भनेको र गुरुले भनेको विश्वास को माथि हुन्छ? गुरु माथि हुन्छ। किन हुन्छ? यो हिसाबको माइन्ड सेट छ कि बच्चाहरूको। शिक्षक जुन छ उसलाई पुरै ज्ञान दिइरहेको हुन्छ भनेपछि उसलाई के लाग्छ भने यो सबभन्दा मलाई ज्ञान दिने, बाटो देखाउने गुरु नै हो। त्यो बच्चाहरूले ठान्छ र हामी त्यसको अगाडि कुनै न कुनै खाइहाल्छौं नराम्रो चीज यसरी छोपेर।
त्यो बच्चाले पनि के बच्चा सर बोलू हमरा बोलू छोडाएको बोलू कनिक ललेल के बोलू तर त्यो बच्चामा प्रभाव परिहाल्छ नि यो कतै न कतै मैले भनेको त्यो तर धेरै त्यो नगण्य मात्रामा छ अनि त्यो आफू पर्सन चाहिँ पर्छ एउटा मलाई नै एउटा 10 क्लास विद्यार्थीले के सोध्यो भने सर तपाईँ हुनुहुन्छ रक्सी खानुहुन्छ विद्यार्थीहरू त त्यहीको स्थानीय विद्यार्थी देखिहाले अनि सेप्टाको भट्टीमा सरहरू जानुहुन्छ तपाईँ हुनुहुन्छ के भन्नु तत्काल के थियो भने अब त कति वर्ष भयो सर 14 वर्ष अझै बाँकी छ अब 16 वर्ष 30 वर्ष कटेपछि अलिअलि लिन मिल्छ 30 वर्ष भयो यता नोकरी चाहिँ लिनु मिल्दैन है अब 16 वर्ष चाहिँ चुडाएर बस्नु भयो भने मैले तत्काल चाहिँ होइन तर हामीले यस्ता कुराहरूमा चाहिँ एकदमै ख्याल चाहिँ गर्नुपर्छ मैले हामी सबै एक गाउँ भन्ने बात पढिरहेको थिएँ एउटा मुसरको बच्चालाई पानी ल्याएर उसको हातबाट उसले पानी लिएर आयो पानी पिए गाउँले हुडकुट लिएर आयो त्यस्तो मात्रले हाम्रो विद्यार्थीलाई के शिक्षा दिन्छ मलाई करिब 2 घण्टा 3 घण्टा लाग्यो पढ्यो त्यसकारण यहाँ सुरुदेखि नै भिडन चालू हो नेपालमा सुरुदेखि नै फेडरल र केन्द्रको बारेमा र माइन्डसेट पनि भयो बिस्तारै बिस्तारै तर म एउटा सानो उदाहरण दिन्छु तपाईहरु धेरै गाउँबाट नै बिलोङ गर्नुहुन्छ होला मेरो विचारमा सदरमुकामको कनेक्सन थिएन 9 वर्ष अगाडि सदरमुकामको गाउँबाट कनेक्सन थिएन अषाढ साउन भादो यो 3 महिना साइकल चाहिँ एक चाडीमा ढुँडियाइदिन्थ्यो र जुत्ता चाहिँ प्लास्टिकमा पोको पारेर राखिदिन्थ्यो अषाढ साउन भादो 3 महिना यो हुन्थ्यो कि हुन्थेन तर देश संहितामा गएपछि प्रदेशको संरचना बनेपछि त्यसमा के भयो त्यो गति बढ्यो प्लान वेले हुनु पर्थ्यो प्लान वेले भएन ईमानदारीको साथ गर्नु पर्थ्यो यसमा प्रश्न चिन्ह छ त्यो हुनुको कारण के हो स्टार्टिङ पिरियड हो नेतृत्वले लिडरशिप को वास्तविक भावना चाहिँ बुझेन र उता केन्द्र जुन भयो नि केन्द्रले जुन छ एउटा सपोर्टेड हिसाबले गएन त्यसकारण यो थुप्रै कारणले गर्दाखेरि यसरी चाहिँ भएको र सबभन्दा मैले शिक्षाको जुन कमजोर अवस्था जुन देखेको छु शिक्षाको कमजोर अवस्थाको मलाई जुन लाग्यो मेरो अल्प ज्ञानले भन्छ मेरो विवेकले के भन्छ भने कि संविधानमा जुन आधारभूतदेखि माविसम्मको शिक्षा अनुसूची 8 मा स्थानीय तहलाई जुन दियो त्यो दिनु पर्दैन त्यो दिएर के भयो भने माथिको सरकार त पन्छियो नि माथि सरकार पुरै पन्छियो अब ल उ गरिहाल्छ नि त सिंहदरबार दिए नि मैले गाउँमै दियो सिंहदरबार तर सिंहदरबार मात्रै दिए शिक्षक त पुरा दिएन विद्यालयहरूमा शिक्षकको दरबन्दी जुन हुनुपर्छ त्यो पनि छैन त्यसकारण यो सबै चीजलाई हेर्दाखेरि त्यो चाहिँ मेरो विचारमा अहिले संविधान संशोधनको लागि कार्यदलले आज प्रतिवेदन बुझाउँदैछ आज बुझाउने समय हो मलाई लाग्छ शिक्षालाई पनि सुधार गरेर गरेको भए राम्रो हुन्थ्यो यसलाई चाहिँ या त दुनियाँको प्र्याक्टिसमा मोस्टली डेमोक्रेटिक देशमा गणतान्त्रिक मुलुकमा स्टेटलाई दिएको हुन्छ स्टेटलाई दियो भने एउटा धेरै हदसम्म यसलाई नियमन नियन्त्रण र प्रोत्साहन गर्न सकिन्छ र स्थानीयलाई मात्रै हामीले यो जुन अहिले काम उहाँहरूले गरिराख्नु भएको छ नि सिग्नेचर गर्ने यो सामान्य जुन बेसिक जुन छ नि बेसिक दिनुपर्छ किन बेचाराहरूको क्षमता पनि छैन र उसँग अर्थ पनि फेरि छैन फेरि एउटा कुरो तपाईले एउटा स्पष्ट के बुझ्नुस् भने संसदीय कानुनी तह कसले राखेको छ केन्द्रको सरकारले 753 जुन सरकार छ त्यसलाई पनि 15 रुपैयाँ र 15 रुपैयाँ 7वटा सरकारलाई 7वटा प्रदेश सरकार जुन छ त्यसलाई पनि 15 रुपैयाँ र 15 रुपैयाँ 753 स्थानीय तह सरकारलाई
र 70 रुपियाँ कहाँ राखेको छ केन्द्रमा र त्यो पैसा फेरि कसरी दिन्छ त्यसमा तपाईहरुलाई हल्का गाइडलाइन मैले गर्न खोजेको अहिले मैले त्यसैमा सिग्नेचर गरेको तपाईहरुको सामने जुन हेर्नुभयो नि अर्थ विधेयकै थियो र विनियोजन थियो अब त्यसमा कस्तो अभ्यास छ भने संघबाट 4 वटा अनुदान दिन्छ प्रदेशलाई र स्थानीयलाई एउटा सशर्त अनुदान एउटा सामान्यकरण अनुदान एउटा विशेष अनुदान र अर्को चाहिँ सम्पूरक अनुदान यो 4 वटा अनुदान दिन्छ 4 वटा अनुदानमा वास्तवमा भन्नुहुन्छ भने सबभन्दा अनुदानको अर्थ हो सामान्यकरण अनुदान मात्रै बाँकी अनुदान त कस्तो छ भने उ सशर्त आउँछ यो गर है यसको लागि मैले यति पैसा पठाउँदै छु फेरि योग गर ती योजना कसले बनाउने हो त्यो लालबन्दीको जनप्रतिनिधिले होइन त्यो कमला किनारको त्यो सिंग्याही मडानको जनप्रतिनिधिले होइन त्यो बनाउने को हो काठमाडौँमा बस्ने र योजना बनाइदियो लालबन्दीको सशर्त अनुदान पठाइदियो फेरि पैसा पनि समयमा पठाएन अनि त्यो योजना के हुन्छ फ्रिज हुन्छ र फ्रिज भएपछि संघलाई के लाग्यो ए मैले त 25 अरब रुपैयाँ दिए प्रदेशलाई सशस्त्र अनुदानमा कामै गर्न सकेन अनि सशस्त्र अनुदानको सिस्टम के हो वित्तीय जुन प्रणाली छ त्यसमा चाहिँ फ्रिज भयो भने त्यो देशको सञ्चित कोषमा गइहाल्छ त्यो प्रदेशमा त्यो पैसा बच्दैन तर सामान्यकरण अनुदान जुन छ त्यो अनुदान कस्तो अनुदान हो भने स्थानीयले र प्रदेशले आफ्नो हिसाबले काम गर आफ्नो योजना बनाऊ त सशर्त अनुदान बढ्दैछ र सामान्यकरण अनुदान के हुँदैछ घट्दैछ त्यो सुनियोजित तरिकाबाट यसलाई समाप्तै गरिदिए पनि हुन्छ यो अवस्था हो सामान्यकरण अनुदान बढ्नु पर्यो सामान्यकरण अनुदानमा कुन स्कुललाई हामीले कोअपरेसन गर्नु पर्यो कुन रोड बनाउनु पर्यो कुन ठाउँमा चाहिँ किसानको चाहिँ त्यो तालिम केन्द्र बनाइदिनु पर्यो या किसानको हार्वेस्टिङ उपकरणहरू दिनु पर्यो यो नीतिले बनाउन सकिन्छ नि यो अवस्था छ यो अनुदानको बारेमा मैले तपाईहरुलाई क्लियर गरिदिए धेरै जनप्रतिनिधिले पनि क्लियर छैन धेरैले अर्कै पो बुझ्छ फ्रिज बुझ्छ कि तर फ्रिज हुनुको कारक भित्र तत्व जाँदाखेरि त्यो राज्यको त्यसमा पनि हो नामले फरक होला यो सशर्त अनुदान पक्षमा जाँदा जुन पनि गाह्रै अवस्था सामान्यकरण अनुदानको आफ्नो प्लानिङ वेमा आफूले चलाउन पाउने कुरामा तपाईँले गाह्रै छ त्यो तपाईले राम्रो अवस्थामा कि अब जुन फाइलिङ डकुमेन्टेसनको कुरा आउँछ त्यो डकुमेन्टेसनमा अब विभिन्न समस्याहरू अब कहाँ के कसो विद्यालयहरूको नामले तपाई बुझ्न सक्नुहुन्छ कि राज्य विद्यालयप्रति शिक्षाप्रति कति गम्भीर हो तपसी बाबा स्कुल किन राखियो किन राख्यो होला कतै ठाउँमा सिधै समाजसेवीहरूको नाम जोडेर स्कुल राखेको छ स्कुल बनाउने को हो चाहे पहाड होस् चाहे मधेस होस् स्कुल बनाउने को हो समाजसेवीहरू राज्यले त दरबन्दीको शिक्षक पनि दिएको छैन रियल भन्नुहुन्छ भने त्यसकारण यो सामान्यकरण अनुदान बनाउनेमा फरक पर्छ सामान्यकरण अनुदानमा तपाई याद गर्नुस् न मध्य प्रदेश सरकारले सामान्यकरण अनुदानबाट वन बेल्ट वन रोड एक निर्वाचन क्षेत्र एक पक्की सडक ल्यायो एक पालिकाबाट अर्को पालिकालाई जोड्ने आज 64 वटा रोड त प्रदेश सरकारले बनाइदियो नि र फेरि अर्को वर्षमा पनि यो रोड एउटा नयाँ फेरि बन्दैछ भनेपछि त्यो सामान्यकरण अनुदानको देन हो एक पुल एक निर्वाचन क्षेत्र योजना आएको छ भनेपछि एउटा निर्वाचन क्षेत्रमा एउटा पक्की पुल त बन्नै पर्छ यो सामान्यकरण अनुदानले बनाउने हो सामान्यकरण अनुदानबाट तपाईको स्कुलहरू जुन हल्का व्यवस्थित भएको छ हल्का व्यवस्थित यद्यपि स्कुल निर्माणको काम सिधै प्रदेशलाई संविधानले दिएको छैन तर किन गर्दैछ यो शिक्षा त आखिर छ नि हामीसँग उच्च शिक्षा र पुस्तकालय छ
प्रदेश सरकारलाई, तर शिक्षामा गर्दैछ नि भनेपछि शिक्षकलाई तालिम दिनमा, शिक्षकलाई प्रोत्साहन गर्नमा तपाईले कहाँ संविधानले बाध्य गरेको छ? गरेको छ? छैन नि। त्यसकारण सम्बन्धित अनुदानलाई प्रयोग बुद्धिमत्तापूर्वक गर्नुपर्छ भने मेरो ऊ हो, तर त्यो पनि भइरहेको छैन, त्यो पनि अर्धसत्य हो। अर्धसत्यको मतलब हो देखेकै छ, किनकि हल्का करप्सनको कुराहरू आएको छ, छताछुलै भएको छ। यो सबको कुरालाई जति तपाईले लुकाउनुस्, तर जे भए पनि चिन्नीको लडु हुन्छ नि, चिन्नीको लडुलाई टेढो बनाउनुस्, गोलो बनाउनुस्, बाक्लो बनाउनुस्, जे बनाउँदाखेरि त्यो के हुन्छ? भुलिए नै हुन्छ। त्यसकारण संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता यो सञ्जीवनी हो। यसलाई हामीले कसरी अगाडि बढाउने र यसमा हामीले अगाडि बढ्यो भने स्वाभाविक रूपमा हाम्रो शिक्षकको महत्त्वपूर्ण हुन्छ। यो कुरो लिडरहरूलाई भनेपछि लिडरहरूले त सतीतर्फ कुरा मात्रै गर्छ, तर शिक्षकहरूले लिडरले विश्लेषण गर्छ, तर शिक्षकले विश्लेषण गर्दैन। विश्लेषण गर्ने काम नेताहरूको हो, यो विज्ञहरूको हो। शिक्षकले संश्लेषण गर्छ। विश्लेषण र संश्लेषणमा जमिन आसमानको फरक। शिक्षक सामान्य हुँदै होइन। गाली गर्नुस् हाँस्दै रहन्छ। किन हाँस्दै रहन्छ बुझ्नुभयो? कि यो मूर्ख हो, यसलाई ज्ञान भएको भए शिक्षकलाई गाली गर्थ्यो त, किन योसँग मैले मुख लगाउने? मेरो पनि बानी त्यही हो। म प्राय नेगेटिभलाई यो दिमागमा राख्दैन। यो मेरो सुरुदेखि नै हो। नेगेटिभ र म नकारात्मक कुरा म फेरि सुन्दैन। यो कानले भित्र राख्दैन कि यताबाट सुन्छ यताबाट उडाइदिन्छ। किनकि हमेशा सकारात्मक सोच राख्नुपर्छ। सकारात्मक विचार राख्ने मान्छे धेरै ओझलमा हुँदैन। एउटा कुरो भन्नुहोस् त, धेरै धनी मान्छे छ तपाईको छिमेकी, उसको सास बन्द भयो घरमा, के हुन्छ? घरमा उसको सास बन्द भयो, उसको घरको मान्छेले के गर्छ? यसलाई तुरन्तै बाहिर निकाल्छ। रुन्छ मान्छे, बाहिर निकाल्यो, त्यसपछि कहाँ ल्याउँछ? अग्नाबाट फेरि बाहिर ल्याउँछ, दरवाजामा मान्छे आउँछ, रुन्छ, ए धेरै राम्रो मान्छे हुनुहुन्थ्यो। अनि त्यसपछि एकजना जो अनुभवी हुन्छ त्यसले के भन्छ? कुनै रिलेसन के आदमी अब तो बाकी है? नहीं न, हाँ है त कनी देर वेट करू, नहीं त कैला सबके रखवा, चल दाह संस्कार कदह भनेर त्यहाँ गाउँको बुजुर्गले पीडितलाई भन्छ, पीडित परिवारलाई, र त्यसपछि तपाईको धेरै नजिकको मान्छे शमशान घाटसम्म जान्छ। त्यो सबको त्यहाँ पनि कुरा हुन्छ, राम्रो मान्छे हुनुहुन्थ्यो। त्यसपछि आएर फेरि फर्किन्छ घरतिर। त्यो सेतो जुन चादर जुन लगाउँछ नि, कफन, त्यो कफन बनाउने मान्छेले त्यो कफन लगाउँछ, किन्ने मान्छेले त्यो लगाउँछ, र जसले लगाउँछ त्यसलाई थाहै हुँदैन कि मैले के लगाएको। कफनमा त पकेट पनि हुँदैन, केही लिएर जाँदैन। लिएर के जान्छ? कृति जीवस्य सर्वदा। तपाईले समाजमा जुन कृति गर्नुभयो त्यो कृति चाहिँ अमर रहन्छ। त्यो कुनै कुनै रूपमा शिक्षकको नाम आउँदाखेरि गंगाधर सरको नाम आउँछ। किन आउँछ? मलाई पढाउने मेरो गुरु जगदीश यादव सरलाई म कहिले बिर्सिन सक्छु। मलाई आज उहाँले ज्ञान नदिएको भए म सभामुख कहाँ हुन्थे? सम्पन्न परिवारमा त थिए नि, तर मलाई उहाँले आएर घरमा पढाउनु, गाउँमा। मलाई मात्रै हैन, यहाँ ग्रुपमै बच्चा पढ्थ्यो मेरो घरको अगाडि दरवाजामा, ग्रुपमै। त्यसकारण यो हिसाबले हामी अगाडि बढ्ने। अब यो संविधानको प्रस्तावना सबैलाई थाहै होला, बच्चाहरूलाई प्रस्तावना भन्नु पर्दैन। खाली प्रस्तावनाको बारेमा तपाईहरुले एउटा कुरो के बुझ्ने भने, प्रस्तावना जुन हुन्छ, चाहे त्यो संविधान होस् चाहे त्यो विधान होस्, प्रस्तावना चाहिँ आत्मा हो। त्यो प्रस्तावनाले बोलिहाल्छ कि यो संविधानले के भन्न खोजेको, के गर्न खोजेको, यो विधानले, यो विधेयकले के गर्न खोजेको, यो ऐनले के गर्न खोजेको।
त्यसकारण र हामीले बच्चाहरूलाई एउटा चिज के सिकाइदिनुपर्छ भने देशको सबभन्दा ठूलो कानुन संविधान हो र संविधानको परिधिमा रहेर ऐन बन्छ। ऐन बनाउने काम फेरि सरकारको होइन, ऐन बनाउने काम संविधान सभाले कसलाई दिएको छ? संविधानले संसदलाई दिएको छ। व्यवस्थापिका सदन प्रदेश सभा र स्थानीय जुन नगर परिषद जुन गर्छ नगर सभा ऐन बनाउने अधिकार चाहिँ दिएको छ। त्यसकारण र हामीले कानुनी भाषामा संविधान, ऐन, कानुन, न्यायावली, निर्देशिका, विनियम, परिपत्र यो सबै कानुन हो। परिपत्र जुन गर्छ नि त्यो पनि कानुन हो। यो हिसाबले हामीले बच्चाहरूलाई जानकारी गराइदिनुपर्छ। अब यो संहिताको बारेमा धेरै कुरो मैले भनि नै दिए, संहिताको सिधा अगाडि बढौँ। संहिताको उपलब्धिहरूमा पनि मैले केही हल्का चर्चा के गरेको थिएँ भने संहिताको उपलब्धिको हामीले कुरा गर्दाखेरि अब निर्वाचित जनप्रतिनिधि, लोकतन्त्र र विधिको शासन, नागरिकको घर दैलोमा सेवा प्रवाह, संस्थागत संरचनाहरूको पुनर्संरचना, कर्मचारीहरूको संयोजन, वित्तीय संहिता सुनिश्चितता हैन भनेपछि अहिले जुन संहिता छ नेपालमा, मैले भने नि कि वास्तवमा संहिताको मतलब हो संघमा चाहिँ सजिया हुनु पर्यो र प्रदेशमा स्वशासन। त्यो नेपालमा छैन। नेपालमा अहिलेको संहिताको मतलब कोअपरेटिभ संहिता हो। वित्तीय हस्तान्तरण गरिदिए, 4 वटा अनुदान, राम्रोसँग काम गर है, नत्र नियमन नियन्त्रण गर्ने मसँग नै छ, तिमीसँग छैन। अहिलेको संहितामा नियमन नियन्त्रण कोसँग छ? केन्द्रसँग छ। भनेपछि अब मेरो पिएसओ को ट्रान्सफर भयो भने म सभामुख छु, मेरो पिएसओ को ट्रान्सफर हो भने त्यो मलाई थाहा हुँदैन। को वडामा आउँछ कि श्याम आउँछ मलाई थाहा हुँदैन। यो संहिता हो, मलाई थाहा हुनु पर्यो नि। सभामुखलाई मुख्यमन्त्रीको पिएसओ को हो, मुख्यमन्त्रीको पिएसओ को ट्रान्सफर हो भने मुख्यमन्त्रीलाई थाहा हुँदैन, केन्द्रले पठाइदिन्छ। भनेपछि यो संहिता वास्तवमा हामीले खोजेको होइन। संहितामा स्वशासन हुनु पर्यो।